थिएन, होइन? यही मात्र हो। ओके, हुन्छ। हामी आज यो स्पासियल भेक्टर एनालाइसिस सम्बन्धीको ओभरले एनालाइसिस अलिकति यो इम्पोर्टेन्ट पनि छ होइन। अनि कोर जिआइएसको स्पासियल एनालाइसिसको फङ्सनहरू युज गर्नु पऱ्यो भने हामी आजको क्लासमा प्र्याक्टिकल र यो थ्योरीलाई सँगसँगै अगाडि बढाउँछौँ। हिजो हामीले डाटा म्यानेजमेन्ट फङ्सन है स्पासियल एनालाइसिस अथवा भेक्टर डाटा एनालाइसिस सम्बन्धीकै अलिकति डाटा म्यानेजमेन्ट फङ्सन सम्बन्धी हेरेका थियौँ। अब आज चाहिँ डाटा एनालाइसिसको यो ओभरले भन्ने यो अपरेसन छ। यो चाहिँ मल्टिपल लेयर्सहरू हिजो पनि अलिकति चर्चा गरेको थिएँ। मल्टिपल लेयरहरूको यो स्पासियल रिलेसनसिपहरूलाई युज गरेर नयाँ लेयर क्रिएट गर्ने है। दुई अथवा दुईभन्दा बढी डेटा छ तिनीहरूलाई चाहिँ यो एनालाइसिस फङ्सन अब त्यो मध्ये हामी अहिले पढ्छौँ। डेटा सेट क्रिएट गर्नको लागि युज गर्छौँ। It is the special operation in which two or more maps or layers register to a common coordinate system. यसको लागि चाहिँ रिक्वायरमेन्ट भनेको एउटै प्रोजेक्सन सिस्टम अथवा कोअर्डिनेट सिस्टम चाहिँ हुनु पर्यो। त्यो मल्टिपल डेटा लेयरको आर सुपर इम्पोज्ड होइन, वान माथि अनदर एउटा चाहिँ माथि अर्को चाहिँ त्यही स्पेसियल लोकेसनमा भएको डेटालाई चाहिँ हामी डिजिटल्ली ओभरले गर्छौँ र त्यहाँ भएको त्यो स्पेसियल रिलेसनसिपलाई चाहिँ त्यो जियोमेट्री भनौँ न, जियोमेट्रीले चाहिँ त्यो फिचरलाई नयाँ ग्राफिक फिचरमा कन्भर्ट गर्ने, नयाँ डाटा सेटको रूपमा कन्भर्ट गर्ने प्रोसेसलाई हामी ओभरले फङ्सन अथवा ओभरले एनालाइसिस भन्छौँ। अब भेक्टरको लागि पोइन्ट लाइन पोलिगन जियोमेट्रीहरू युज हुने भयो होइन। अब रास्टरको लागि त्यसै गरी एरिया अफ पिक्सल्सहरू चाहिँ युज हुन्छ। अब यसमा पोइन्ट लाइन पोलिगन युज भए अनुसार र तिनीहरूसँग भएको एट्रिब्युट टेबललाई हामीले नयाँ लेयरमा कन्भर्ट गर्दाखेरि जुन प्रोसेसहरू हुन्छ त्यसको आधारमा तीनवटा टाइपमा त्यसलाई क्याटेगोराइज गर्न सकिन्छ। पोइन्ट इन पोलिगन, लाइन इन पोलिगन र पोलिगन इन पोलिगन। यसमा जस्तो फर इक्जाम्पल कुनै एउटा डाटा लेयर छ हामीसँग भएको जियोग्राफिक एक्सटेन्ट जसको चाहिँ एट्रिब्युट डाटामा एउटा आइडी भन्ने छ अनि अर्को क्लास भन्ने भ्यालु छ। त्यसमा चाहिँ एउटा 1 नम्बरको 0 भ्यालु छ होइन क्लासको टेबलमा, अनि 2मा चाहिँ 100 भन्ने भ्यालु छ। त्यसै गरी अर्को सेकेन्ड लेयर चाहिँ हामीसँग सेकेन्ड लेयर चाहिँ सेम त्यस्तै 1 2 भन्ने नै छ। त्यसमा चाहिँ कस्ट भन्ने एट्रिब्युट अर्को कोलम देखिन्छ हामीसँग र त्यसको भ्यालु 1 को लागि 10, 2 को लागि 5 भनेर यसरी यसको जियोमेट्री हेर्नु पऱ्यो भने अलग देख्छौँ है। स्पेसियल एक्सटेन्ट चाहिँ उस्तै कभर गर्यो होला, तर यसमा भएको जियोमेट्री हामी दुईटाको सेप हेर्ने हो भने फरक फरक छ र यसलाई चाहिँ एज अ ओभरले अपरेसन कुनै एउटा ओभरले अपरेसन लगायो भने त्यसबाट आउने एट्रिब्युट टेबलमा चाहिँ यो दुईवटैको टेबलको कोलमहरू चाहिँ हामी यसमा इन्ट्रिग्रेट भएको पाउँछौँ। यसमा के भयो, जियोमेट्री पनि चेन्ज हुने भयो, साथसाथै त्यसमा भएको एट्रिब्युट जुन नन स्पेसियल डाइमेन्सन छ त्यो पनि चेन्जहरू हुनसक्छ। हुन्छ नै भन्ने छैन, कुन कुनमा एनालाइसिसमा हुन्छ कुनैमा हुँदैन, त्यो कुराहरू चाहिँ हामी गर्छौँ। तर इन जेनरल ओभरले एनालाइसिसले दुईवटा डेटा लेयरलाई त्यसको जियोमेट्री पनि चेन्ज गर्छ, अर्को चाहिँ एट्रिब्युट भ्यालु पनि त्यही अनुसार अपडेट हुन्छ है। यो टाइप्स अफ भेक्टर ओभरलेमा मैले अघि पनि कुरा गरेँ, पोइन्ट लाइन पोलिगन डेटा हामीले युज गरे अनुसार त्यसको चाहिँ डिफ्रेन्ट टाइप्स अफ भेक्टर ओभरले भनेर पढ्नु पऱ्यो भने हामी पोइन्ट इन पोलिगन भन्छौँ। पोलिगन फिचरमा चाहिँ पोइन्टलाई ओभरले गर्ने, लाइन इन पोलिगन लाइन फिचरलाई पोलिगनसँग ओभरले गर्ने, त्यसै गरी पोलिगन इन पोलिगन भनेर बेसिकल्ली यो 3 टाइपको
भेक्टर ओभरले एनालाइसिस चाहिँ हामी गर्छौँ। यसको लागि पोइन्ट अन आर ओभरलेड इन पोलिगन होइन, पोलिगनमा चाहिँ कुनै पोइन्ट फिचरहरू छ भने, फर इक्जाम्पल एउटा यहाँनिर दुईवटा बिल्डिङ फुटप्रिन्ट अथवा हाउस भन्ने छ, अनि यतापट्टि चाहिँ ल्यान्ड युज भन्ने हाम्रो पोलिगन फिचर छ भने कुन चाहिँ ल्यान्ड युज क्लासमा यो दुईवटा घरहरू पर्छ त भनेर हामीले त्यसरी एनालाइसिस गर्नु पऱ्यो। यो दुईवटा लेयरलाई चाहिँ कम्बाइन गरेर ओभरले एनालाइसिस गर्नु पऱ्यो भने त्यसको लागि चाहिँ यो पोइन्ट इन पोलिगन ओभरले भन्ने भयो। ठिक छ। यसमा चाहिँ नयाँ फिचर लेयर क्रिएट हुन्छ है। यो जुन हामीले टार्गेट फिचर दिएका छौँ त्यो अनुसार चाहिँ हाम्रो जियोमेट्री चाहिँ अपडेट हुन्छ। त्यसै गरी लाइन इन पोलिगन ओभरले भनेको लाइन फिचर चाहिँ जस्तो रोड त्यसैमा ल्यान्ड युज चाहिँ पोलिगन अब्जेक्ट भयो अथवा फिचर भयो, रोड चाहिँ हाम्रो लिनियर अब्जेक्ट भयो लाइन फिचर। नामैले चाहिँ थाहा भइसकेको छ है, लाइन इन पोलिगन ओभरले भनेर। त्यसपछि एट्रिब्युट जियोमेट्री यस्तो खालको छ, 1 2 3 रोड सेक्सन्सहरू देखिन्छ यहाँ, लाइन सेक्सन्स। त्यो लाइन सेक्सनमा दुईवटा क्याटेगोरीको ल्यान्ड छ, ए र बी भन्ने। अब यसलाई हामी कुनै टिपिकल ओभरले एनालाइसिसमा लग्यो भने यसमा भएको यो एट्रिब्युट भ्यालुहरू र यसको जियोमेट्री पनि चेन्ज भएको देखिन्छ है। सिमिलरली पोलिगन इन पोलिगन ओभरले भन्ने अपरेसनमा त्यसै गरी हामी यहाँ देख्छौँ प्रोभिन्स र ल्यान्ड युजको दुईवटा टाइपको। तपाईँको इक्जाममा पहिला हेर्नु भएको छ भने भेक्टर ओभरलाई एनालाइसिसलाई डिस्क्राइब गर्न त्यसको चाहिँ स्पेसियल जियोमेट्रिक र टेबुलर अपडेटहरू चाहिँ कस्तो हुनसक्छ त्यो सहित इक्जाम्पल देखाएर डिस्क्राइब गर्नु भनेर सोधिरहेको हुन्छ। त्यसको लागि यो टाइपको हेर्नु पर्यो। यो चाहिँ पोइन्ट लाइन पोलिगन भेक्टरमा कुन डेटाहरू हामी युज गरिरहेछौँ ओभरले फङ्सनको लागि, त्यसको आधारमा यो 3 किसिमको एनालाइसिस लेयर चाहिँ हामी यहाँ देख्छौँ है। अब यही कुरा चाहिँ जिआइएसमा एकचोटि प्र्याक्टिस गरेर हेरौँ। जिआइएसमा मैले त त्यहाँ तपाईँहरूलाई एउटा डेटा भनेर प्रोभाइड गरेको थियो वाट्सएपमा, सबैलाई सेयर गर्नु, ग्रुपमा सेयर गर्नु भएको छ सुशान्त? त्यो अघि भर्खर पठाएको डाटा हजुर त्यो मेरोमा लोड हुँदै रहेछ क्या, त्यही भएर म सेयर गरिहाल्छु त्यो। यो स्पेसियल एनालाइसिस ओभरले भन्ने छ, यसलाई फरवर्ड गरिदिएर त्यो ग्रुपमा हाल्नु। यो डेटा भनेकै मैले यहाँनिर जुन अहिले यहाँ देखाइरहेको छु, सरी My files with special analysis my files with स्पेसियल एनालाइसिस भित्र यो फोल्डर छ। यो फोल्डरभित्र चाहिँ तपाईँले यहाँ सर्कल, लाइन, पोइन्ट, रेक्ट्याङ्गल, ट्रायङ्गल भन्ने डिफ्रेन्ट सेप फाइल 5वटा सेप फाइल देख्न सक्नुहुन्छ। यसलाई एज हामी इनपुट दिन सक्छौँ सिम्पली। अब यो अहिले रेक्ट्याङ्गललाई अहिले अफ गरिदिएँ मैले। हामी सिम्पल जियोमेट्रिक फिगरबाट चाहिँ पहिला सुरुमा यसको कन्सेप्ट बुझ्न खोज्छौँ, अनि त्यसपछि रियल कसरी चाहिँ एप्लिकेसन हुन्छ भन्ने कुराले अघिको उसमा पनि इक्जाम्पलमा पनि देखाइसकेको छ चाहिँ होइन। अब यो पोलिगन बााउन्ड्री भयो भने कि वार्ड बााउन्ड्री अथवा एडमिनिस्ट्रेटिभ बााउन्ड्रीहरू हुनसक्छ, ल्यान्ड युज ल्यान्ड कभरको डेटा हुनसक्छ, अथवा अरू कुनै सोइल क्याटेगोरिज होइन, अथवा हामीसँग चाहिँ कुनै सुइटेबल हाई मिडियम लो टाइपको त्यस्तो खालको जोनिङ गरेको चाहिँ डेटाहरू छ भने त्यो पोलिगनमा हुनसक्छ। त्यसै गरी रिभर नेटवर्क, रोड नेटवर्क, युटिलिटी नेटवर्कहरू चाहिँ हाम्रो लिनियर फिचर एज अ लाइन फिचरको रूपमा राख्न सक्छौँ। अनि पोइन्ट डेटाहरूमा चाहिँ त्यहाँ भएको कुनै एउटा पालिकामा भएको चाहिँ
इन्फ्रास्ट्रक्चर भएको लोकेसनको पोइन्ट होइन अथवा सेटलमेन्टको नाम भएको चाहिँ पोइन्ट त्यस्तो खालको डेटाहरू छ भने अथवा बिल्डिङकै पोइन्ट हुनसक्छ बिल्डिङ फुटप्रिन्ट जहाँनिर छ बिल्डिङको त्यसको आधार डेटाहरू चाहिँ त्यो क्याटेगोरीमा हुनसक्छ र अब यो विदिन अ जियोमेट्री होइन जस्तो सर्कल भन्यो भने सर्कलको एक्सटेन्ट चाहिँ कति हो त स्पेसियल एक्सटेन्ट हामी यसलाई सिलेक्ट यसरी गऱ्यो भने यति जति भित्र सेलेक्ट भइरहेछ यो चाहिँ सर्कल भयो यतापट्टिको पोर्सन यो भनेको ट्रायङ्गल हो होइन यसमा अलिकति ट्रान्सपेरेन्सी गराइदिउँ यसको कलर अलिकति चेन्ज गरिदिउँ हामी डिफ्रेन्ट भन्नको लागि यसको ट्रान्सपेरेन्सी गरेर हेरौँ डिस्प्लेमा गएर यहाँनिर तपाईँले यो ट्रान्सपेरेन्सी बढाउनुहुन्छ है जस्तो त्यो डेटा सबैलाई प्रोभाइड भयो सर मैले पठाइदिएको छु हुन्छ कतिजनाले त्यहाँ खोलिरहनु भएको छ भने आर्कजिएसमा तपाईँहरूले अहिले प्र्याक्टिस गर्नुभयो नि हुन्छ नभए पछि त्यो क्लासको यो भिडियो यदि रेकर्डेड छ भने त्यसलाई पछि फलो गर्नुभयो नि हुन्छ हामी यहाँ के गर्न खोज्दैछौँ त्यो पोइन्ट इन पोलिगन लाइन इन पोलिगन र पोलिगन इन पोलिगन भनेको अपरेसन कसरी भन्यो भने हामीसँग यदि त्यो जुन एनालाइसिसमा हामी भेक्टर डाटा एनालाइसिसमा ओभरले एनालाइसिसमा हामीले युज गरेको फिचरहरू चाहिँ यो पोइन्ट र कुनै पोलिगन यो ट्रायङ्गल पनि हुनसक्छ अथवा सर्कल पनि हुनसक्छ यो इन्भल्भ गरेको छ भने यसलाई चाहिँ हामी भन्छौँ पोइन्ट इन पोलिगन है यसको एट्रिब्युट हेर्नु पऱ्यो भने तपाईँले यहाँ एट्रिब्युटमा चाहिँ मैले सिम्पल पोइन्टको लागि यहाँ एउटा आइडी भन्ने छ यो सेप भन्ने कुन चाहिँ हो त्यो फिचर पोइन्ट हो कि पोलिगन हो कि पोइन्ट लाइन हो त्यसको लागि यो डिफल्ट फिल्ड छ त्यसै गरी आइडी पनि डिफल्ट फिल्ड छ र एउटा हाम्रो एट्रिब्युट प्यारामिटरको लागि पोइन्टलाई पी भनेर जनाउने यो डिफ्रेन्ट डेटाहरू छ है अब यसको डिफ्रेन्ट भ्यालु बनाउनु पर्यो भने मैले अस्ति पनि तपाईँहरूलाई भनेको थिएँ यसमा चाहिँ नयाँ नयाँ डाटाहरू क्यालकुलेट अथवा कम्प्युट गर्न सकिन्छ मैले चाहिँ एज अ यहाँनिर अहिले 208वटा पोइन्ट हुने तरिकाले यसरी गरेको छु है यो सबै डेटामा चाहिँ हामी पोइन्ट पी भनेर राखिदिन सक्छौँ डाइरेक्ट यसरी यो पी को लागि यो एट्रिब्युट पी भन्ने छ त्यसै गरी लाइनको लागि चाहिँ तपाईँले यहाँनिर एट्रिब्युट देख्नु भने सिम्पल यल भन्ने देख्न सक्नुहुन्छ होइन अब मल्टिपल लाइन छ भने L1 L2 त्यो गराउन सक्नुहुन्छ अथवा सर्कल यहाँनिर सर्कलको पार्टमा हेर्यो भने एउटा पार्ट 1 पार्ट 2 भन्ने दुईटा पार्टमा यो सर्कललाई डिभाइड गरेर चाहिँ एउटा यो त्यसै गरी अर्को ट्रायङ्गल भन्ने चाहिँ सिम्पल त्योसँग एट्रिब्युट हामी ट्रायङ्गल मात्रै भन्ने छ यसरी है यदि यस्तो किसिमको छ भने अब हामीले डिफ्रेन्ट ओभरले एनालाइसिस गर्नु पर्यो भने त्यसको लागि यहाँ टुल बारमा आर्क टुल बक्समा तपाईँले डिफ्रेन्ट टुल सेटहरू चाहिँ अभाइलेबल पाउनुहुन्छ पोइन्ट र पोलिगन युज गर्यो भने पोइन्ट इन पोलिगन लाइन र पोलिगन युज गर्यो भने लाइन इन पोलिगन पोलिगन र पोलिगन दुईटा युज गर्यो भने पोलिगन इन पोलिगन है यो सिम्पल चाहिँ यो वाला यही कुराहरू चाहिँ यहाँनिर हामीले जियोमेट्री देखाएको छ पोइन्ट लेयर देखाएको छ अब यसको बिचमा हामीले एनालाइसिस गर्यौँ भने यसको फिचर पनि अपडेट हुन्छ हैन त्यसको जियोमेट्री अथवा सेपहरू पनि अपडेट हुन्छ अनि त्यसको सँगसँगै एट्रिब्युट जुन नयाँ रिजल्ट भन्छ त्यसको चाहिँ एट्रिब्युटमा दुईवटैको डेटा चाहिँ कम्बाइन रूपमा जोइन भएको पाउन सक्छौँ हामी डिफ्रेन्ट अपरेसन्समा चाहिँ यहाँनिर युनियन इन्टरसेक्सन क्लिप भन्ने भेटिन्छ है युनियन भनेको कस्तो खालको त भनेको हाम्रो जुन सेट थ्योरी पढेको थियौँ सेट थ्योरीमा ए सेट र बी सेटको बिचमा युनियन गर्यो भने ए प्लस बी प्लस ए इन्टरसेक्सन बी दुइटै होइन साझा भाग प्लस बाँकी रहेको भाग भनेर जसरी गर्थ्यौँ हामी त्यो तरिकाले चाहिँ यसको एज अ रिजल्ट जियोमेट्री अपडेट हुन्छ सँगसँगै
यसमा भएको एट्रिब्युट टेबलको भ्यालु र यसमा भएको एट्रिब्युट टेबलको भ्यालु त्यो दुइटै चाहिँ यसमा ट्रान्सफर हुन्छ। जस्तो यसमा 1 र 2 भनेर दुईटा रिजन छ भने यसमा र यसमा फेरि 2 र 3 अथवा 1 र 2 भन्ने 4वटा। अब यो 4वटाको रिजनहरू चाहिँ यहाँनिर ओभरले एनालाइसिस गर्यो हामीले, युनियन गर्यो भने यसको ओभरअल यति पोर्सन भनेको चाहिँ हैन, अहिले मैले देखेको यति बक्स भनेको चाहिँ कमन रिजन भयो। त्यसको बाहेक यतापट्टि र यतापट्टि चाहिँ टप र बटम, राइट र लेफ्टमा चाहिँ यो बाँकी रहेको पोर्सन है, त्यो ती पोर्सनहरू चाहिँ हामी यहाँनिर एक्स्ट्रा पाउँछौँ। त्यो सबै अनुसार यो दुइटैको ओभरअल एक्सटेन्टलाई चाहिँ यहाँनिर जियोमेट्रीमा अपडेट भएको पाउँछौँ। र यसको एट्रिब्युटमा हामीले फिचर यहाँनिर 1 2 3 4वटा थियो भने अब इन्डिभिजुअल त्यो जुन इन्टरसेक्टिङ भएको रिजन छ त्यो इन्डिभिजुअल इन्टरसेक्टिङ भएको रिजनमा चाहिँ नयाँ नयाँ फिचर पार्ट भन्ने हो है। यसमा 1 2 3 4वटा छ भने यसमा चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12वटा चाहिँ एट्रिब्युट टेबलमा त्यो रेकर्डहरू चाहिँ अपडेट हुन्छ है। युनियन ओभरले कम्बाइन्स अल फिचर्स एन्ड दियर एट्रिब्युट डाटा फ्रम बोथ इनपुट लेयर। ए र बी दुइटै लेयर छ भने त्यो दुईटा लेयरलाई चाहिँ हामी युनियन अपरेसन लाउने भने होल जियो स्पेसियल अथवा जियो ग्राफिक स्पेस जति कभर गरेको छ दुईटा लेयरले त्यति बराबरको जियोमेट्री अपडेट हुन्छ। सँगसँगै दुईटैको टेबल चाहिँ कम्बाइन हुन्छ। यो तीनवटै टाइपकोमा उस्तै हुन्छ है। फेरि पोइन्ट लाइन पोलिगन जुनसुकै युज गरे पनि त्यसमा चाहिँ हाम्रो यहाँ हेरौँ, जस्तो त्यसले भनेअनुसार हामीसँग यदि यो दुईवटा सेप छ, एउटा ट्रायङ्गुलर पोर्सन छ, यो स्पेशल सेप चाहिँ ट्रायङ्गल छ, अनि यसको चाहिँ सर्कल छ, यो सर्कलमा चाहिँ दुईवटा सेमी सर्कल बनाएको जस्तो टाइपको दुईवटा पार्टमा छ भने अब यसको एट्रिब्युटमा यहाँ हेर्नु भने सर्कलको कतिवटा छ, दुईवटा रेकर्ड छ, फर्स्ट र सेकेन्ड। ट्रायङ्गलमा चाहिँ सिंगल एउटा रेकर्ड छ। ओके, अब यसको हामी युनियन अपरेसन गर्नु पर्यो भने यो दुईटा स्पेशल एक्सटेन्टले जियोग्राफिक स्पेस कति कभर गरेछ त्यति बराबरको जियोमेट्री चाहिँ एज अ रिजल्ट हामीले आउनुपर्छ हैन। त्यसको लागि यहाँ एनालाइसिस टुल्स भन्ने छ सेकेन्डमा। यो आर्क टुलबक्स चाहिँ तपाईहरुले यो जियो प्रोसेसिङमा गएर यो आर्क टुलबक्स भन्ने यो सर्च गर्न सक्नुहुन्छ। त्यसपछि यहाँनेरि ओभरले भन्ने छ, त्यो ओभरले अपरेसन भित्र यहाँनेरि पोसिबल 1 2 3 4 5 6 7वटा कुराहरू चाहिँ यसमा दिएको छ। त्यो मध्ये हामी सर्टेन योहरू गर्छौँ। अहिले फर्स्टमा युनियन गर्दैछौँ है। अब यो युनियनले के गर्छ भन्ने कुरो यो टुल दिनुभयो भने यसमा पनि यसले यो हाइड हेल्प गर्यो भने तपाईको देख्दिन हैन, सो हेल्प गर्नुभयो भने यतापट्टि चाहिँ युनियनले के गर्छ त यो टुलले भनेको कम्प्युट्स जियोमेट्रिक युनियन अफ द इनपुट फिचर, अल फिचर्स एन्ड दियर एट्रिब्युट विल बी रिटेन टु द आउटपुट फिचर क्लास भनेछ है। यसको लागि जस्तो यो रेक्टेंगलको दुईटा पार्ट छ अनि यसमा सर्कललाई चाहिँ युनियन गर्यो भने एज अ आउटपुट यस्तो आउँछ भनेर यसमै दिएको छ। सो हामी यसमा इनपुट दियौं, ड्रप डाउनबाट ट्रायंगल र सर्कल। यो भनेको दुईवटा, एउटा लेयर छुट्टै, ट्रायंगलको लागि छुट्टै लेयर भयो हैन, सर्कलको लागि छुट्टै लेयर भयो। र अब यसमा चाहिँ अलिकति प्यारामिटर हामी यहाँनिर सेट गर्न सक्छौं। यो एट्रिब्युट भ्यालु चाहिँ कुन चाहिँको राख्ने भनेर गर्न सकिन्छ है। एट्रिब्युट भ्यालु चाहिँ एफआईडी राख्ने कि नराख्ने, फिचर आईडी नयाँ बन्ने फिचर आईडीमा, अथवा तपाईलाई चाहिँ सबै यो एट्रिब्युट चाहिँ मलाई चाहिएन, जियोमेट्रिक स्पेस मात्रै चाहियो, त्यसको जति कभर गर्छ स्पेशल एक्सटेन्ट त्यति मात्रै चाहियो भने हामी चाहिँ नो एफआईडी के अरे ओन्ली एफआईडी, अरु एट्रिब्युट भ्यालुहरु चाहिँ ट्रान्सफर नआउने त्यस्तो तरिकाले तीनवटा अप्सनहरु छ। त्यसको कुराहरु यसमा पढ्न सकिन्छ। अहिले हामी अल एट्रिब्युटलाई चाहिँ टिक गरौँ र ओके गरौँ। हामीले लेयर 1 एउटा दियो, लेयर 2 अर्को दुईटा दियो। अब यो जुन स्पेशल अथवा ओभरले एनालाइसिस हुन्छ त्यसले चाहिँ थर्ड एउटा आउटपुट बनाउँछ भनेको थियो है। यो प्रोसेस कम्प्लिट भएपछि हामी यहाँनेरि अर्को नयाँ डाटा सेट चाहिँ क्रिएट भएको देख्छौँ। यहाँ प्रोसेस हुँदैछ
प्रोसेस हेर्नु पऱ्यो भने हामी रिजल्टमा गएर कुन चाहिँ प्रोसेस हुँदैछ भन्ने यहाँ देख्न सक्छौँ। यो अघि क्याल्कुलेट फिल गरेको वाला अप्सन थियो, अब अहिले चाहिँ युनियन भन्ने प्रोसेस हुँदैछ यहाँ। त्यत्रो टाइम त लाग्दैन। नयाँ आयो है, तपाईँले यतापट्टि टिओसीमा देख्नुभयो भने अघि ट्रायङ्गल र सर्कल भनेर हामीले एज अ इनपुट युनियन भन्ने अपरेसनमा दिएको थियो, अनि त्यसले ट्रायङ्गल युनियन भनेर नाम दियो है। हाम्रो यसमा चाहिँ जुन फिचर अगाडि दियौँ त्यसको चाहिँ नाम प्लस हामीले कुन टुलले चाहिँ यसलाई चेन्जेस ल्यायौँ त्यो अनुसारको चाहिँ नाम दियो र यसको चाहिँ जियोमेट्री यो र यो हामीले तलको अफ गरिदिने भयो भने यसमा यहाँ देख्न सक्नुहुन्छ ट्रायङ्गुलर पोर्सन एज वेल एज सर्कुलर पोर्सन चाहिँ जियोमेट्री सेप अपडेट भएको छ है। र यो जियोमेट्रीमा तपाईँले यहाँनिर सेलेक्ट गर्दै हेर्नु भने एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा पोर्सनमा चाहिँ यसले डिभाइड गर्यो। अघि हाम्रो जम्मा दुईवटा यसको दुईवटा यसको सिङ्गल मात्रै फिचर थियो, त्यसलाई चाहिँ यसले जियोमेट्री पुरै एक्सटेन्डमा चाहिँ कभर गर्यो। ए र बी दुइटै लेयरको प्लस त्यसको जियोमेट्री चाहिँ जहाँ जहाँ इन्टरसेक्सन भएको छ फिचरको बााउन्ड्रीहरू छ त्यो बााउन्ड्री अनुसार चाहिँ जियोमेट्री अपडेट गर्यो। र यही अपडेटसँगै तपाईँले एट्रिब्युट टेबल हेर्नुभयो भने यसमा देख्न सक्नुहुन्छ अघि टी भन्ने ट्रायङ्गलको अप्सन प्लस टी भन्ने ट्रायङ्गलको एट्रिब्युट प्लस सर्कलको चाहिँ यहाँनिर सी पार्ट 1 2 3 देखि लिएर त्यो सबै कुराहरू चाहिँ यहाँनिर अपडेट भएको देख्न सक्नुहुन्छ है। र यसमा कसरी अपडेट भएको छ त यहाँ हेर्नु त, यो पार्ट भनेको ट्रायङ्गलको पार्ट मात्रै हो, त्यसले गर्दा यसको चाहिँ ट्रायङ्गलको एट्रिब्युट योसँग छ, तर सीको पार्ट चाहिँ यसमा नभएको भएर सीको एट्रिब्युट यसमा छैन है। त्यसै गरी सेकेन्ड पोर्सन हेर्नु भने यो भनेको चाहिँ टोटल्ली सीको मात्रै पार्ट हो, यसमा ट्रायङ्गुलर पोर्सनको चाहिँ कुनै पनि छैन, त्यही भएर यहाँनिर चाहिँ ट्रायङ्गलको एट्रिब्युट चाहिँ अपडेट भएको छैन। अर्को छ यतापट्टिको पोर्सन सेम त्यस्तै खालको, यो ट्रायङ्गलको पार्टमा यहाँ ओभरल्याप भएन, त्यही भएर यसमा चाहिँ यो ट्रायङ्गलको एट्रिब्युट भ्यालु चाहिँ छैन, तर यो पुनः पहिलाको पार्ट 1 भन्ने है सीको मात्रै छ। तर जहाँनिर इन्टरसेक्सन दुईवटा यो रिजन भएको छ त्यहाँनिर चाहिँ टी एज वेल एज सीको दुईवटैको चाहिँ हाम्रो एट्रिब्युट भ्यालुहरू चाहिँ सँगै भएको रेकर्ड पाउँछ। यसरी चाहिँ तीनवटा जुन हाम्रो जियोमेट्री थियो त्यो जियोमेट्रीलाई उसले युनियन गरेर स्पेसियल एक्सटेन्डमा यो अनुसारको रिजल्ट पनि बनायो, प्लस त्यसैसँगको दुईवटै एट्रिब्युट टेबल है, ट्रायङ्गुलर पोर्सनमा भएको एट्रिब्युट टेबल एज वेल एज सर्कुलर पोर्सनमा भएको एट्रिब्युट टेबल दुईवटा चाहिँ यसमा जोइन भएको छ। यसरी चाहिँ यसको जियोमेट्री र एट्रिब्युट दुइटै अपडेट हुने रहेछ यो युनियनमा है, बुझ्नुभयो? क्लास जोइन गरेर सुत्न जानुभयो के हो भन्नु न त? छैन सर, साथीहरू चाहिँ के छ, म चाहिँ सुतेको छैन। बुझ्नुभयो नि है, युनियन भनेको चाहिँ हामीले एट्रिब्युट। अब यसको रियल स्पेसियल इक्जाम्पलमा लिनु पर्यो भने चाहिँ जस्तो अब हामीसँग पार्सलको डेटा छ हैन, प्लटको म्यापहरू छ र तपाईँसँग चाहिँ एउटा एडमिन बााउन्ड्री वार्ड बााउन्ड्री छ अहिले रिसेन्ट अपडेट भएको भने अब कुन कुन वार्डको चाहिँ फलानु फलानु पार्सल होला त भनेर त्यसरी हामीलाई चाहियो भने त्यो दुईटै लेयरलाई चाहिँ हामी एज अ युनियन त्यसलाई चाहिँ एनालाइसिस ल्याउन सक्छौँ यदि हामीलाई दुईवटैको रिजन चाहिँ यो हैन युनियन गरेर चाहिरहेको छ भने। अब त्यसको लागि अर्को इन्टरसेक्ट भन्ने पनि छ सेम,
तर यो इन्टरसेक्ट भन्ने बित्तिकै हामीले जसरी सेट थ्योरीमा हामीले ए र बी इन्टरसेक्ट गरेको रिजन जस्तै सेम यही तरिकाको यसमा चाहिँ आउटपुट हुन्छ। के चाहिँ गर्छ त यसले computes a geometric intersection of the input features or portions of feature which overlap in all layers or feature classes will be written to the output feature class भनेको छ। जहाँनेरि ओभरल्यापिङ रिजन छ त्यति मात्रै चाहिँ यदि तपाईँको रिजल्टको लागि कन्सर्न एरिया हो भने त्यो ओभरल्यापिङ पोर्सनलाई मात्रै निकाल्नको लागि चाहिँ हामी यो इन्टरसेक्ट भन्ने युज गर्छौँ। ठिक छ। यस सर। जस्तो यही अघि हामी ट्रायङ्गल र सर्कल भनेर हामी दुईटा यदि स्पेसल दिइरहेछौँ भने जुन यो ओभरल्यापिङ रिजन छ यति ओभरल्यापिङ रिजन मात्रै चाहिँ हाम्रो एज अ आउटपुट आउनु पर्यो। यसमा पनि सेम एट्रिब्युट पनि दुइटै चाहिँ अपडेट हुन्छ है। एकचोटि रन गर्नु त यसमा ट्रायङ्गल अपडेट गर्यो, त्यसै गरी सर्कल दुईटा दियो, दुईवटै पोलिगन है, पोलिगन इन पोलिगन ओभरले एनालाइसिस भयो। इन्टरसेक्ट भन्ने टुल लियौँ, त्यसमा चाहिँ दुईवटा फिचरहरूको ओभरल्यापिङ रिजन जुन छ त्यति रिजन चाहिँ हामीलाई एज अ आउटपुट आउनु पर्यो। ठिक छ। ट्रायङ्गललाई चाहिँ तपाईँले यसमा अफ गरिदिनु भयो, दुईवटा ओरिजिनल लेयर। हाम्रो रिजल्ट आएको भनेको चाहिँ यो डेटा जुन ओभरल्यापिङ रिजन थियो त्यो ओभरल्यापिङ रिजन मात्रै चाहिँ एज अ रिजल्ट आयो। प्लस यसमा तपाईँले एट्रिब्युट अघि जस्तै हेर्नुभयो भने जुन ओभरल्यापिङ पार्ट मात्रै भएको थियो त्यो पार्ट मात्रै चाहिँ एज अ जियोमेट्री प्लस यसको एट्रिब्युट दुईटैको एट्रिब्युट कम्बाइन भएको छ है। फरक के भन्दाखेरि यसको जियोमेट्री मात्रै चाहिँ युनियन भन्दा फरक भयो। जुन ओभरल्यापिङ पर्सन छ, जुन कमन एरिया छ त्यो कमन एरिया मात्रै बाँकी बस्यो, दायाँ बायाँको अरू चाहिँ आफ्नो आफ्नो एरियामा मात्रै भएको जुन नन ओभरल्यापिङ पर्सन छ त्यो चाहिँ रिजल्टमा आएन। यसलाई चाहिँ इन्टरसेक्ट भनिन्छ। त्यसै गरी इरेज जस्तै म्यापिङमा त होइन, म्यापिङमा त हामीले एक्सपेक्टिभ एरिया सिलेक्ट गरेर त्यसलाई छुट्टै लेयर बनाएर त्यस पनि हेर्न सकिन्छ होइन र। अनि जस्तै त्यो एउटा प्रदेशको म्याप छ अनि एउटा जिल्लाको म्याप छ, हामीको दुईटा लेयर छ। हजुर। अनि जस्तै एउटा सिलेक्ट गर्ने, जस्तै हामीलाई त चाहिएको जिल्लाको चाहियो नि मानौँ, अनि प्रदेशभित्र त्यो जिल्लालाई सो गर्दाखेरि त्यो जुन जुन जिल्लालाई सिलेक्ट गर्नुपर्ने त्यो सिलेक्ट गरेर त्यसको छुट्टै लेयर बनाएर त्यसरी पनि एकैचोटि देखाउन मिल्छ होइन र। त्यसमा चाहिँ तपाईँको के भन्दाखेरि सेलेक्ट मात्रै भयो, जुनसँगको एट्रिब्युट छ लिङ्क त्यो अप भएन। त्यसको एट्रिब्युट मात्रै बस्छ। तर अब तपाईँलाई चाहिँ दुईकै एट्रिब्युट तपाईँलाई ट्रान्सफर हुनु पर्यो। नयाँ जुन जियोमेट्री बन्ने छ त्यसमा एट्रिब्युट पनि अपडेट हुनु पर्यो। कुन कुन पर्सन हो त भनेर चाहियो भने चाहिँ तपाईँले त्यो सेलेक्ट मात्रै गरेर भएन। त्यसमा चाहिँ जुन लेयर सेलेक्ट गर्नुभयो त्यसको मात्रै एट्रिब्युट आउँछ है। त्यो लेयरकोमा राइट क्लिक गरेर त्यहाँ गएर अपडेट गराउँदाखेरि हुँदैन? त्यसमा अपडेट गर्ने बित्तिकै हुँदैन। तपाईँले चाहिँ अपडेट भन्नुभयो भने चाहिँ यो अपडेट हो, त्यसमा चाहिँ नयाँ लेयर नै गएर त्यसमा बस्ने है। त्यसलाई जे होस् नयाँ छुट्टै लेयर मानेर गर्छ होइन त्यसले? हो, नयाँ छुट्टै लेयर बनाउनु पर्छ त्यसो। ओके सर, ओके। त्यसो इन्टरसेक्ट चाहिँ भएन, त्यसले नयाँ जस्तै ट्विट चाहिँ गर्यो, काम चाहिँ भयो। नयाँ क्लियर चाहिँ भयो तपाईँको। ओके ओके सर। अर्को चाहिँ छ यो इरेज है। नामैले इरेज भनेको जति पोर्सन तपाईँलाई नचाहिने एरिया छ त्यो नचाहिने एरिया जुन अघि ओभरल्यापिङ रिजन थियो ओभरल्यापिङ रिजनलाई चाहिँ उसले इरेज गर्ने। अब यसको लागि चाहिँ इनपुट फिचर कुन हो, इरेज गर्ने फिचर कुन हो त्यो चाहिँ इनपुट दिनु पर्यो यसमा। अघि हामीले मल्टिपल लेयरहरूलाई चाहिँ एकैचोटि युनियन र इन्टरसेक्ट भन्ने थियो, त्यसमा चाहिँ जतिवटा लेयर भए पनि इनपुट दिन्थ्यौँ होइन। यसमा चाहिँ दुईवटा डाटाहरू हुनु पर्यो, कुन चाहिँ लेयरलाई इरेज गर्ने भनेर। जस्तो फर इक्जाम्पल यही हामी पोलिगन पहिला युज गरौँ, त्यसपछि अहिले पोइन्ट लाइन पोलिगन पनि अरू युज गरौँ है। जस्तो यही अघि हाम्रो ट्रायङ्गल र सर्कल पोर्सन छ। अब मलाई चाहिँ यति ट्रायङ्गुलर पोर्सनमा चाहिँ यो रेस्ट्रिक्टेड एरिया रहेछ, अब मलाई चाहिँ स्टडी एरिया मेरो यति मात्रै बनाउनु छ भने त्यस्तो पोर्सनमा अब तपाईँले यो रेस्ट्रिक्टेड एरिया बराबरको पोर्सनहरू चाहिँ मैले इरेज गर्नुपर्ने हुन्छ होइन। त्यसको लागि सिम्पल यो सिलेक्सन हटाउनुहोस् अनि इरेजमा जानुहोस्। के भने
मेरो स्टडी एरिया भनेर यो सर्कुलर पोर्सन बनाएको थिएँ। त्यसमा यो इनपुट चाहिँ तपाईँले सर्कल दिनु पर्यो। अनि इरेज कुनले गर्ने भन्दाखेरि ट्रायङ्गल, किनकि यो ट्रायङ्गल चाहिँ हाम्रो रेस्ट्रिक्सन एरिया रहेछ भन्ने जस्तो भयो भने यसको लागि सिम्पली इनपुट फिचरमा हामीलाई चाहिएको एरिया, नचाहिने एरिया चाहिँ ट्रायङ्गुलर पोर्सनमा छ भन्ने जस्तो भने हामी यसलाई चाहिँ अपडेट गरिदिन्छौँ। यो टुल रन गरायो भने हेर्नु त, जुन हाम्रो यो ट्रायङ्गुलर पोर्सन थियो त्यो ट्रायङ्गुलर पोर्सनमा चाहिँ यो हाम्रो सर्कुलर इरेज भएको मैले हेर्नु कलर राखेँ। अब यो अरू बाँकी लेयर अफ गरिदिने भने मलाई चाहिने भनेको यति मात्रै रिजन, किनकि यो चाहिँ रेस्ट्रिक्टेड एरिया पर्थ्यो, मलाई त्यही भएर स्टडी एरिया चाहिँदैन भन्ने जस्तो भयो भने त्यतिखेर मैले यो इरेज भन्ने टुल युज गर्नु पऱ्यो है। ओभरल्यापिङ रिजनलाई चाहिँ इरेज आउट गर्नु पऱ्यो, त्यसमा चाहिँ त्यहाँबाट वाइप आउट गर्नु पऱ्यो भने इरेज भन्ने अप्सन गर्ने। र यसको एट्रिब्युट हेर्नुभयो भने सिम्पली त्यही अब सीको जति पार्ट बाँकी छ सीकै एट्रिब्युट टेबल मात्रै बाँकी गर्नु हो। यसमा चाहिँ यो ट्रायङ्गलको पार्टको चाहिँ एट्रिब्युट पनि जाँदैन, त्यसको सेप पनि इरेज भएर जान्छ। यसमा चाहिँ अपडेट भनेको यसको एट्रिब्युट सीको ओरिजिनल एट्रिब्युट जुन छ त्यही नै मात्रै बस्ने भयो, होइन यहाँबाट कुनै होल पार्ट होइन, जस्तो यो पार्ट 1 पार्ट 2 भनेको थियो, यहाँ पार्ट 3 भन्ने यो होल रिजन त छ भने त्यो पार्ट 3 भन्ने चाहिँ वाइप आउट भएर जान्छ है। जस्तो तपाईँलाई यो पोइन्ट लिएको छ, यो पोइन्टमा चाहिँ मलाई यो सर्कुलर रिजनको चाहिएन भन्यो भने तपाईँले सिमको एट्रिब्युट यसमा हेर्नु पऱ्यो। अनि पोइन्टको चाहिँ यत्रो धेरै एट्रिब्युट छ होइन, कतिवटा रिजन छ, 208वटा पोइन्ट छ। 208वटा पोइन्टमा चाहिँ अब तपाईँलाई यो रिजन भरिको चाहिँ डेटा पोइन्ट मलाई इरेज गर्नु पऱ्यो, यहाँबाट चाहिँ हटाउनु पऱ्यो होइन। मलाई कुनै एनालाइसिस गर्नुपर्ने छ, यो रिजन बाहेकको अरू पोइन्टहरूलाई मात्रै एनालाइसिस ल्याउनु पर्छ भने त्यस्तो केसमा तपाईँले यो इरेज भन्ने टुल लिनुहुन्छ। कुन चाहिँ फिचर इरेज गर्ने रे? पोइन्टको लागि इरेज फिचर चाहिँ कुन? पोलिगन सर्कलवाला। ओके, यो सर्कलले चाहिँ यसलाई इरेज गर्नुभयो भने एज अ रिजल्ट तपाईँको के हुन्छ, सर्कलसँग ओभरल्याप हुने रिजनको यो पोइन्टहरू चाहिँ इरेज भएर जान्छ। त्यसरी है सर्कल पनि अहिले अफ गरिदिउँ, जहाँ सर्कल थियो त्यति पोर्सनको बराबरको चाहिँ एट्रिब्युट हट्यो, के अरे पोइन्टहरू हट्यो। त्यसले गर्दाखेरि त्यसमा भएको फिचर पनि घटेछ होइन, 158 मात्रै बाँकी बस्यो। अब ठिक छ, मैले त्यही भन्न खोजेको। अहिले फिचर मिसिङ हुन्छ भनेको त्यहाँबाट यदि फिचरहरू गायब गराएको छौँ हामीले भने त्यो अपडेट भएर त्यसको चाहिँ जियोमेट्री अथवा नम्बर अफ जियोमेट्रीहरू चाहिँ त्यो अनुसार अपडेट हुन्छ। तर एट्रिब्युट चाहिँ जुन हाम्रो इनपुट फिचर जुन दिएको थियौँ त्यही इनपुट फिचरकै एट्रिब्युट टेबल चाहिँ ओरिजिनल्ली बसिरहेको छ है। यो पोइन्ट इरेज भन्नेको र पोइन्टको चाहिँ एउटै टाइपको फिचर छ, तर यसमा चाहिँ यो जियोमेट्री इरेज भएको भएर नम्बर अफ पोइन्ट्स अथवा नम्बर अफ भ्यालुजहरू त्यो फिचरहरू चाहिँ फरक परेको छ। अब सिमिलर केसमा तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ अरू टुल्सहरू पनि, यो सिमेट्रिकल डिफरेन्स भन्ने, यसले चाहिँ के गर्छ भन्दाखेरि features or portions of the feature in which input and update features that do not overlap will be retained to the output feature भने है। यो चाहिँ अहिलेको इरेजको कम्प्लिमेन्ट्री टाइपको भयो। एज हामीले यहाँनिर दिन्छौँ अनि जुन ओभरल्यापिङ रिजन छ त्यो ओभरल्यापिङ रिजनहरू चाहिँ हट्छ अनि बाँकी भएको पोर्सन चाहिँ सबै दिन्छ। ठिक छ, ओके सर। इन्टरसेक्टको चाहिँ हाम्रो कम्प्लिमेन्ट्री लाग्यो। अब यसमा इनपुट दियो भने मैले जस्तो इनपुट फिचरमा मलाई अहिले यो ट्रायङ्गल दिउँ अनि अपडेट गर्नुपर्ने फिचर चाहिँ सर्कल भन्नु दिउँ, ओरिजिनलवाला सर्कल दिउँ है। यसलाई ओपन गर्ने दुईवटा लेयर जानु दिउँ, त्यसको एज अ रिजल्ट चाहिँ है जहाँ ओभरल्यापिङ पोर्सन छ त्यति चाहिँ उसले इरेज गरिदियो, त्यो बाहेकको अरू दियो सिमेट्रिकल डिफरेन्स है। जहाँ ओभरल्यापिङ फिचर रिजन छ त्यो रिजन चाहिँ वाइप आउट गर्यो। र यसको एट्रिब्युट हेर्नु पऱ्यो भने सिमिलर
ट्रायङ्गुलर पोर्सन पनि छ, सर्कुलर पोर्सन पनि छ, दुईटैको एट्रिब्युट चाहिँ कम्बाइन भएको छ। अब यो सँगै अर्को एउटा अरू टुल्सहरू पनि छ यसमा, अरू स्पेशल जोइन भन्ने छ होइन। स्पेशल जोइन पनि सर्टेन कुराहरू चाहिँ हामी यसमा युज गर्न सक्छौँ। यो स्पेशल जोइन भन्ने बित्तिकै तपाईँले जोइन्स द एट्रिब्युट फ्रम वान फिचर टु एनदर बेस्ड अन द स्पेशल रिलेसनसिप है। हामीले जुन एट्रिब्युट जोइन डाटा इन्टिग्रेसन भनेर पढाएको थियौँ नि, डिस्ट्रिक्टको नाम अनुसार डिस्ट्रिक्टको पपुलेसन लगेर जोड्नेवाला हो, त्यस्तै तरिकाले यसमा चाहिँ अब फिचरको स्पेसियल रिलेसनसिपको आधारमा त्यहाँ ओभरल्यापिङ रिजन एकै ठाउँमा पर्छ, उनीहरूले कमनली जियोग्राफिक स्पेस कभर गरिरहेछ भने एउटाको एट्रिब्युट टेबलको भ्यालु चाहिँ अर्कोमा कम्प्लिटली ट्रान्सफर गर्न सकिन्छ। ठिक छ, जस्तो यो हामीसँग पोइन्ट फिचर छ यो, अनि हामीसँग यहाँनिर चाहिँ यो सर्कल छ। अब यो सर्कलमा जति पनि पर्छ यो सर्कलको एट्रिब्युट टेबल पनि मलाई पोइन्टमा चाहियो भने त्यसलाई चाहिँ हामी यो स्पेशल जोइन भनेर लगाउन सक्छौँ। यसको लागि टार्गेट फिचर भनेको छ, सरी टार्गेट फिचर भनेको छ। टार्गेट फिचरमा हामी पोइन्ट डेटा छ, पोइन्ट डेटामा चाहिँ यो सर्कुलर पोर्सनको चाहिँ एट्रिब्युट हामी अपडेट गर्न खोजिरहेछौँ भने अब यसलाई सर्कुलर भनेर यो इनपुट दिने। अब यसमा चाहिँ त्यो कार्डिनलिटी होइन, हामीले जुन डिफ्रेन्ट स्पेशल रिलेसनसिप कार्डिनलिटीको कुरा गर्थ्यौँ, 1 to 1 1 to मेनी भन्नेवाला, त्यही टाइपले गर्न सकिन्छ। अहिले हामी 1 to 1 एउटा रेकर्डको लागि चाहिँ यहाँ एउटा भ्यालु लगेर जोइन गर्ने भनेर चाहिँ हामी यसलाई इनपुट यसरी दियौँ भने यसले पनि नयाँ नै फिचर बनाउँछ। अरू लेयर सबै हामी अफ गरेँ एकचोटि, अनि यो जुन नयाँ बनेको पोइन्ट फिचर छ त्यसको एट्रिब्युट हेर्नु भने यहाँ आइस है। पोइन्टमा जहाँनिर चाहिँ यो सर्कुलर पोर्सन थियो त्यो सर्कुलर पोर्सन भएको ठाउँमा त्यो सर्कुलर पार्टको एट्रिब्युट पनि अपडेट भएको छ। त्यो बाहेक अरू जति पनि छ त्यो चाहिँ नल भनेर बसिरहेछ है, किनकि त्यहाँनिर चाहिँ सर्कुलर पार्ट थिएन, त्यही भएर सर्कुलर। जस्तो सर्कल पार्ट भनेको चाहिँ हामी यति सेलेक्ट गऱ्यौँ, यति पार्ट चाहिँ यो सर्कलभित्र पर्ने थियो, हेर्न सक्नुहुन्छ है। यति पर्सेन्ट चाहिँ सर्कल थियो, त्यो सर्कलको ए र बी भन्ने पार्ट थियो। ए र बी पार्ट चाहिँ अब त्यो रेस्पेक्टिभ यसको जियोग्राफिक लोकेसनमा यो पोइन्ट र यो सर्कुलर पार्ट 2 भन्नेले, सी पार्ट 2 भन्नेले एउटै जियोग्राफिक स्पेसलाई चाहिँ उसले कभर गर्ने भएको भएर यसमा यसको एट्रिब्युट ट्रान्सफर गर्न सकिन्छ। सिमिलरली आइडेन्टिटी भन्ने छ, त्यो आइडेन्टिटीमा पनि हेर्नुभयो भने चाहिँ इनपुट फिचर कुन दिने हो, आइडेन्टिटी फिचर कुन हो, यसमा चाहिँ दुईवटा अहिलेको जस्तै टार्गेट प्लेयर र हामीले ऊ भने जस्तै यसमा चाहिँ आइडेन्टिटी फिचर कुन चाहिँ राख्ने होइन। कम्प्युट्स जियोग्राफिक इन्टरसेक्सन अफ द इनपुट फिचर एन्ड आइडेन्टिटी फिचर, द इनपुट फिचर और पोर्सन्स देयर अफ द्याट ओभरल्याप आइडेन्टिटी फिचर विल गेट द एट्रिब्युट अफ दोज आइडेन्टिटी फिचर भनेको छ है। जस्तो हामीलाई चाहिँ आइडेन्टिटी भन्ने इनपुटको लागि यसले सर्कललाई चाहिँ आइडेन्टिटी फिचर भनेर मान्यो होइन। त्यो आइडेन्टिटी जुन सर्कुलर पोर्सन थियो त्यो सर्कुलर पोर्सनमा यदि त्यो स्पेसियल इन्टरसेक्सन मान्छ अथवा ओभरल्यापिङ रिजन छ भने त्यसमा त्यसको जियोमेट्री गएर अपडेट हुन्छ, प्लस त्यसको चाहिँ एट्रिब्युट पनि यसमा अपडेट हुन्छ, र बाँकी जुन आइडेन्टिटी फिचरमा बाँकी बसेको अरू पार्ट छ त्यो चाहिँ वाइप आउट भएर जान्छ है। अब यसमा हामी इनपुट फिचर सेम सर्कल भनेर राखौँ, अनि आइडेन्टिटी फिचर चाहिँ तपाईँको ट्रायङ्गुलर पोर्सनको थियो
त्यो ट्रायङ्गल सेप छ, त्यो ट्रायङ्गल सेप चाहिँ हामीलाई सर्कलमा प्रिजर्भ गर्नु छ भने ओरिजिनल ट्रायङ्गल यहाँ इनपुट दिनुहोस्, ओके गर्नुहोस्। आउने चाहिँ सर्कल भयो, तर यसमा त्यो जुन ट्रायङ्गलले ओभरल्याप गरेको रिजन थियो अथवा त्यसको सेप थियो होइन, ट्रायङ्गल यसरी देखिएको थियो, त्यो ट्रायङ्गल पोर्सन चाहिँ ओभरल्यापिङ भएको रिजनमा यसरी अपडेट भएको छ। प्लस यसको एट्रिब्युट पनि त्यही अनुसार पार्ट 1 पार्ट 2 आफैमा छँदैछ। ट्रायङ्गुलर पोर्सनको यो दुईवटा आएको भएर यो दुईवटा रिजन चाहिँ यसमा पनि अपडेट भएको छ। यो बाहेक अरू चाहिँ डाटा सर्कुलर पोर्सन मात्रै बाँकी रिमेनिङ छ। यस्तै सिम्पल फिगरहरू चाहिँ तपाईँहरू राखेर प्लस त्यसमा एट्रिब्युट एबी अथवा 1 2 भनेर तपाईँले त्यसलाई चाहिँ यहाँनिर एट्रिब्युटमा होइन यसको ट्रायङ्गलको चाहिँ के अरे रेक्टेङ्गल छ भने R1 R2 भनेर दुईवटा फिचर छ भन्नु, यतापट्टि सर्कुलरको C1 C2 भन्ने छ भन्नु, अनि यसको एट्रिब्युट टेबलमा चाहिँ फेरि तपाईँको C1 अनि के अरे यो भनेको T1 पोर्सन भयो होला, यो C1 को ओभरल्यापिङ रिजन छैन होइन, त्यही भएर यहाँनिर चाहिँ C को पोर्सन चाहिँ 0 हुन्छ भन्ने त्यसरी चाहिँ एट्रिब्युट अघि जुन हामीले यहाँ देखेको थियौँ त्यही अनुसार चाहिँ एट्रिब्युट अपडेट भएछ भनेर गर्नुपर्ने हुन्छ है। जस्तो युनियनको पोर्सनमा यसरी थियो नि, जहाँनिर ट्रायङ्गुलर पोर्सन मात्रै छ त्यहाँनिर सी छैन भने सी को चाहिँ खाली हुने भयो होइन, नल डाटा हुने भयो। जहाँ चाहिँ सी मात्रै छ टी छैन भने त्यो ग्याप हुने भयो। तर फिचरहरू चाहिँ जहाँनिर इन्टरसेक्टिङ भएको रिजनहरू छ त्यो अनुसार चाहिँ डिफ्रेन्ट सेपहरूमा सब डिभाइड हुन्छ है, त्यो कुरा चाहिँ हामीले याद गर्नु पर्यो। एक्चुअली रन गरेर सर सिम्पल यस्तै जियोमेट्री आफैले रन गरेर एकचोटि हेर्नु होला, यसमा लेखेको होला कुरा सेम। यस्तोमा इन्टरसेक्सनमा 1 र 2 छ, R1 र R2 भन्ने, यतापट्टि C1 र C2 छ भने अब R1 R2 C1 C2 भएको पोर्सन मात्रै चाहिँ यसमा जियोमेट्रीमा हुन्छ। प्लस यसको अपडेट फिचर पनि अपडेट हुँदाखेरि यो 4वटा रिजन जहाँनिर ओभरल्यापिङ भएको छ त्यति रिजन मात्रै चाहिँ एज अ आउटपुट हामी आउटपुट गर्न सक्छौँ। अर्को क्लिप भन्ने छ, यो क्लिप चाहिँ खासमा ट्रु ओभरले एनालाइसिस नभएको भएर यो एक्सट्र्याक्ट भन्नेमा जान्छ है, जुन अघि तपाईँले सेलेक्ट गरेर चाहिँ नयाँ लेयर बनाएको थियो भन्थ्यो नि, त्यस्तै तरिकाले यो क्लिप भनेको चाहिँ आफ्नो स्टडी एरिया बराबरको डेटालाई क्लिप गर्नु छ अथवा सबसेट गर्नु छ भने त्यतिखेर यो क्लिप भन्ने युज गर्छौँ। जस्तो मलाई यो पोइन्ट डेटा थियो, इरेज होइन, पोइन्ट भन्ने यो डाटा छ, अनि मेरो स्टडी रिजन चाहिँ तपाईँको ट्रायङ्गल रहेछ भने यो ट्रायङ्गलभित्रको मात्रै मलाई पोइन्ट डाटा एक्सट्र्याक्ट गर्नु पऱ्यो भने यो क्लिप भन्ने युज गर्ने डाटा सबसेटको लागि युज गर्छ है। एक्सट्र्याक्ट इनपुट फिचर द्याट ओभरले द क्लिप फिचर, यो क्लिप फिचर चाहिँ अलवेज बााउन्ड्री फिचर हुन्छ त्यसको लागि। जस्तो तपाईँले यहाँ पोइन्ट इनपुट दिनुभयो अनि क्लिप फिचरमा चाहिँ त्यो बााउन्ड्री ट्रायङ्गल भनेर यसलाई इनपुट दिनुभयो भने त्यति रिजनभित्रको पोइन्ट मात्रै चाहिँ हामी आउटपुट एज अ प्रोसेसको आउटपुट पाउँछौँ। र यसमा एट्रिब्युट पनि त्यही फिचरको मात्रै, यो क्लिप गर्ने फिचरको केही पनि त्यसमा जाँदैन, त्यसले जियोमेट्रीलाई मात्रै एक्सटेन्ड गरिदिन्छ, त्यसको एट्रिब्युट चाहिँ यसमा ट्रान्सफर हुँदैन है। सेम यो कम्प्लिमेन्ट क्लिपको कम्प्लिमेन्ट टाइपको यो इरेज थियो नि अघि होइन, इरेज भएको पोर्सनमा चाहिँ जियोमेट्री हटाइदिने तर त्यसको अपडेट केही पनि हुँदैन थियो भने जस्तै क्लिपमा गर्दाखेरि जुन पोर्सन हामीले क्लिप गर्नको लागि बााउन्ड्री दियौँ त्यति एक्सटेन्ट बराबरको हामीलाई दिएको टार्गेट फिचरको मात्रै चाहिँ एट्रिब्युट हामी एज अ रिजल्ट यसमा देख्न सक्छौँ। अब अर्को यो सेलेक्ट भनेको चाहिँ
डेटा सिलेक्सन स्पेसल सिलेक्सन हो। जसरी हामी यसरी सिलेक्ट गर्छौँ त्यस्तै तरिकाले मलाई यो ट्रायङ्गलले यो पोइन्टहरू डाटा चाहिँ सिलेक्ट मात्रै गर्नु छ भने तपाईँले यो सिलेक्ट भन्ने लाउनुहुन्छ यसमा इनपुट फिचरमा है। इनपुट फिचरमा चाहिँ पोइन्ट डेटा भयो अनि सेलेक्सन चाहिँ यो त ऊबाट सेलेक्ट बाई एट्रिब्युट भन्ने भयो। यहाँ तपाईँले एसक्युएल लगाउन सक्नुहुन्छ। एक्सक्युएल एक्सप्रेसन यसमा युज गर्नुपर्ने। ठिक छ। यो जुन हामी यहाँ एट्रिब्युट टेबल गर्छौँ त्यही तरिकाले यसमा गएर जुन सेलेक्ट बाई एट्रिब्युट गर्थ्यो त्यही वाला प्रोसेसमा यहाँ सेलेक्ट भन्ने टुल युज गर्नु पनि सक्नुभयो। स्पेसल सेलेक्सनको लागि चाहिँ यहाँबाट गर्नुपर्ने हुन्छ। यो सेलेक्सनमा गएर सेलेक्ट बाई लोकेसन भन्ने छ। यसमा चाहिँ पोइन्ट फिचर मैले चुज गर्नुपर्ने हो कुन युज गरेर सोर्स लेयर चाहिँ तपाईँले यहाँनिर ट्रायङ्गल भनेर यहाँनिर युज गर्न सक्नुहुन्छ। अनि यसलाई एप्लाई गर्नुभयो भने 33% बराबर चाहिँ सेलेक्ट भयो र यसलाई चाहिँ एक्सपोर्ट गर्नु पर्यो। अहिलेको जस्तो क्लिप गर्नु जुन सजिलो प्रोसेस थियो यसमा चाहिँ तपाईँले यो सेलेक्ट गरेर यसलाई एक्सपोर्ट गर्नुपर्ने प्रोसेस हो। त्यो प्रोसेसलाई चाहिँ यो क्लिप भन्ने प्रोसेसले सर्टकट बनाउँछ। जति पोर्सन यहाँभित्र छ त्यति बराबरको क्लिप गर्नु पर्यो। ठिक छ। प्लस यसमा चाहिँ यो टोलरेन्स अप्सन पनि राखेको छ। सर्टेन डिस्टेन्समा चाहिँ त्यो फिचरहरू भेट्यो भने त्यसलाई क्लिप गर्ने भनेर बााउन्ड्रीमा ठ्याक्क लाइनमा चाहिँ कति पर्सेन्ट छ त होइन। अब कुनै डाटा एक्ज्याक्ट बााउन्ड्रीमा हुनसक्छ नि त। त्यस्तोमा चाहिँ टोलरेन्स सेट गरेर यतिसम्मको भ्यालुलाई चाहिँ क्लिक गर्ने भनेर त्यसमा इन्भाइरोमेन्ट सेट गर्न सकिन्छ। सो हामीले यति प्र्याक्टिस गरेमध्ये इरेज र क्लिपले चाहिँ जुन ओरिजिनल डेटाको एट्रिब्युट थियो त्यो एट्रिब्युट हुने रहेछ होइन। त्यो बाहेक अरू सबै डेटाहरूले चाहिँ दुईटैको कम्बाइन्ड एट्रिब्युटलाई चाहिँ नयाँ डाटा जुन क्रिएट गरेको डाटा सेट छ त्यसमा चाहिँ कम्पाइल गर्दो रहेछ हेर्नु। स्पेसल जोइन पनि त्यस्तै तरिकाको छ। यहाँनिर हेर्नु भने जोइन काउन्ट पनि छ होइन। टार्गेट फिल्ड कुन हो दुईटैको पी र सीको दुईटैको डाटा यसमा गर्छ। अब सिमिलरली तपाईँले यो लाइन फिचर पनि गर्न सक्नुहुन्छ। लाइन फिचर चाहिँ सर्कलसँग मात्रै रहेछ, ट्रायङ्गुलर पोर्सन छैन। अब यसमा पनि तपाईँले क्लिपहरू गर्नु पर्यो भने यो र यो दुईवटा जोन छ। अब यो रोडलाई चाहिँ दुईवटा टुक्रा बनाउँछ यतिसम्म यतिसम्म। क्लिप गर्नु पर्यो नि सिङ्गल यहाँदेखि यहाँसम्मको पुरै पोर्सन है। जस्तो हामी यसलाई क्लिप गर्यौँ भने मलाई त्यो स्टडी एरिया भन्ने रिजन चाहिँ मेरो सर्कलर पार्ट हो। क्लिप गर्नुपर्ने चाहिँ मलाई यो लाइन फिचर अथवा रोड छ भने तपाईँले इनपुट चाहिँ त्यो दिनुहुन्छ र क्लिप फिचरमा सर्कल भनेर दिनुहुन्छ। अनि यति बााउन्ड्रीभित्र जुन सर्कल के अरे फिचर छ त्यति बराबर चाहिँ उसले ब्रेक गरेर एज आउटपुट तपाईँलाई प्रोभाइड गर्ने। यो लाइन भन्ने बन्यो। मैले यसलाई कलर अलिकति चेन्ज गरेँ यति पर्सेन्ट है। अब यसको एट्रिब्युट चाहिँ जुन लाइनको ओरिजिनल थियो त्यो नै एट्रिब्युट आउँछ। क्लिप गर्ने बााउन्ड्रीको चाहिँ एट्रिब्युट आउँदैन यसमा। अब इरेज भयो भने यसको ठ्याक्कै कम्प्लिमेन्ट्री है। यति पोर्सनभित्रको सबै हटाइदिने यताको बाहिरको चाहिँ रिजल्ट एज अ रिजल्ट पाउँछौँ इरेज गर्नु पऱ्यो पनि। सर्कल लाइन भयो यसमा चाहिँ सर्कल इनपुट दिनुभयो। सर्कुलर पोर्सन बाहेकको बाहिरतिरको फिचरहरू चाहिँ हामी एज अ अपडेट पाउँछौँ। यसको मैले कलर चेन्ज गर्ने। अरू लेयर सबै अफ गऱ्यो भने 80% मात्रै चाहिँ यसको डिस्प्ले। यो सोध्न सक्छ सर जस्तै यो सिमेट्रिकल डिफरेन्स टुल कसरी काम गर्छ यस्तो टाइपको सोध्न सक्छ? हजुर हजुर यसलाई चाहिँ यो टुल गर्दाखेरि तपाईँको फिचरको जियोमेट्री र एट्रिब्युटमा के चेन्ज हुन्छ त्यसलाई इक्जाम्पल दिएर लेख भन्छ। त्यही नै आउँछ। त्यही भएर तपाईँले यसमा ध्यान दिनु पर्ने यो क्लिप र इरेजमा चाहिँ दुईटैको एट्रिब्युट होइन कि ओरिजिनल जुन डाटा छ त्यसको युज हुन्छ होइन। अरूमा चाहिँ चेन्जेस हुन्छ। चाहिँ दुईटैको कम्बाइन हुन्छ।
जियोमेट्री पनि चेन्ज हुन्छ, एट्रिब्युट पनि चेन्ज हुन्छ। तपाईँले त्यसरी हेर्नुपर्ने हुन्छ। ओके सर। ओके, अब यसमा यही युनियन, इन्टरसेक्सन, क्लिप, यसको कामहरू के हो भन्छ, त्यसैलाई चाहिँ तपाईँले सरल पढ्नु पऱ्यो। ओभरल्यापिङ रिजन भएको छ, त्यसमा चाहिँ हाम्रो जुन क्लिप फिचर छ अथवा क्लिप गर्ने रिजन छ, त्यति रिजन बराबरको फिचरलाई चाहिँ एक्सट्र्याक्ट गर्ने काम गर्छ। त्यही भएर यो एक्सट्र्याक्सन टुल हो भन्नु पऱ्यो। सिमेट्रिकल डिफरेन्स चाहिँ ओभरल्यापिङ रिजन बाहेकको अरू रिजनहरू चाहिँ हामीलाई आज आउटपुट दिने, होइन, दुईवटा लेयरको दुईटै एट्रिब्युटहरू चाहिँ हामी कम्बाइन भएको पाउँछौँ भन्ने। आइडेन्टिटीमा चाहिँ आइडेन्टिटी फिचर जुन दियो त्यसको फिचरको जियोमेट्री चाहिँ एज अ आइडेन्टिटी भएर सेभ हुन्छ हाम्रो इनपुट फिचरमा भन्नु पऱ्यो, होइन। ओभरल्यापिङ रिजन मात्रै चाहिँ त्यहाँनिर देखिन्छ। यसमा एट्रिब्युट पनि दुईटैको ट्रान्सफर हुन्छ, आइडेन्टिटी फिचरको पनि इनपुट फिचरको पनि। त्यस्तो तरिकाले चाहिँ त्यहाँ एक्सप्लेन गर्नुपर्ने हुन्छ। अब रास्टर ओभरले चाहिँ सेम त्यस्तै नै हो, तर त्यसमा चाहिँ सेल बाई सेल कम्बिनेसन हुने भएको भएर यसमा चाहिँ जियोमेट्रिक इन्टरसेक्सन कहाँ छ त्यसको आधारमा हुन्थ्यो भने रास्टर डाटामा चाहिँ त्यसको सेल बाई सेल, होइन, एउटा सेल र अर्को सेलको बिचमा। र यसको लागि अलिकति रिक्वायरमेन्ट भनेको चाहिँ सेल साइजहरू एउटै भएको, ओभरले एनालाइसिसमा एउटै सेल साइज भएको डेटाहरूलाई चाहिँ युज गरिन्छ। होइन भने पनि त्यसलाई रिक्लासिफाई गरेर सिमिलर साइजको सेलमा ल्याइन्छ र अनि सेल बाई सेल अरिथमेटिक क्यालकुलेसन, रिलेसनल, यसरी बुलियन अपरेटर यो सबै युज गरेर चाहिँ रिलेसनल रास्टर ओभरलेहरू युज गर्न सकिन्छ। त्यसको डिफ्रेन्ट इक्जाम्पल यसमा छ, होइन। अब स्लोप, एस्पेक्ट, त्यसपछि हिलसेटका कुराहरू, ती सबै कुराहरू चाहिँ यसैको थ्रु काम हुने हुन्छ। त्यसमा सिम्पल एरिथमेटिक गर्नु पऱ्यो भने यसमा एट्रिब्युट भ्यालु 5 थियो, -2 गर्नु पऱ्यो भने 5 - 2 गर्दा कति भ्यालु हुन्छ त्यही नै त्यो एट्रिब्युट टेबलमा चाहिँ यसरी अपडेट हुन्छ। त्यसको ल आज हामी यति नै गर्छौँ ओभरले एनालाइसिस। अनि अर्को क्लासमा यो नाइबरहुड फङ्सन भन्ने छ, यसको पनि बफरिङ एकदम धेरै सोधिरहेको छ जस्तो लाग्छ मलाई, है। बफर एनालाइसिस भन्ने, क्रिएटिङ बफर, मल्टी रिङ बफर भनेको के हो, सिङ्गल रिङ बफर भनेको के हो, आउटसाइड पोलिगन, इनसाइड पोलिगन, त्यस्तो खालको कुराहरू छ। त्यसलाई चाहिँ हामी अर्को दिन कभर गर्छौँ। यो प्र्याक्टिस गर्नु होला एकचोटि कस्तो खालको फिचरमा यहाँनिर अपडेट भइरहेको छ भनेर। यसको रियल इक्जाम्पलहरूमा चाहिँ त्यो रिभर नेटवर्क अथवा रोड नेटवर्क छ भने त्यो रोड नेटवर्क चाहिँ तपाईँको कुन कुन पालिकाको चाहिँ रोडहरू हो भनेर त्यसरी निकाल्नु पऱ्यो भने तपाईँले इन्टरसेक्ट भन्ने युज गर्नु पऱ्यो, होइन। इन्टरसेक्ट गरिसकेपछि त्यति रिजनको मात्रै चाहिँ वार्ड नम्बर 1 मा यति पोर्सन, वार्ड नम्बर 2 मा यति पोर्सन भनेर त्यसरी ब्रेक भएर चाहिँ आउँछ, होइन। त्यो आफ्नो रिक्वायरमेन्ट अनुसार यो टुलहरूलाई युज गर्नु पऱ्यो। यसको एनालाइसिसको रिजल्टलाई चाहिँ आफ्नो रिक्वायरमेन्ट कुन छ त्यो अनुसार। अब स्टडी एरियाको लागि मात्रै डाटालाई सबसेट मात्रै गर्नु छ भने क्लिप गर्नु पऱ्यो। अब कुनै रेस्ट्रिक्सन एरिया छ, तिनीहरू रेस्ट्रिक्टेड एरियाको पोर्सनहरूको फिचरहरू चाहिँ मलाई कुनै पनि चाहिएन भने त्यतिखेर इरेज गर्नुपर्ने होला। तपाईँको रेस्ट्रिक्सन बााउन्ड्रीहरू छ अथवा पोलिगनहरू छ भने त्यसरी गर्नु पऱ्यो, होइन। अब स्पेसियल जोइन त त्यो एट्रिब्युट डाटा के अरे डाटा इन्टिग्रेसन सम्बन्धीकै कुरा हो। एट्रिब्युट जोइन जसरी गर्थ्यो त्यस्तै तरिकाले स्पेसियल फिचरको रिलेसनसिपको आधारमा एट्रिब्युट टेबललाई एउटा फिचर लेयरबाट अर्को लेयरमा ट्रान्सफर गर्ने प्रोसेस भयो। र यसको बारेमा त्यो थ्योरी सर र एकचोटि हेर्नु होला। अनि त्यसलाई त्यस्तै तरिकाले प्र्याक्टिस गर्ने, यस्तै तरिकाले, है। 1 2 बनाउने, अनि त्यसको इन्टरसेक्ट हुँदाखेरि के हुन्छ, युनियन गर्दाखेरि के हुन्छ, त्यसको टेबुलर फर्म पनि यसरी बनाएर चाहिँ तपाईँले प्र्याक्टिस गर्नुपर्छ। क्वेसन यहाँनिर मैले अस्ति ओल्ड क्वेसनमा हेर्दाखेरि त्यस्तै खालको छ जस्तो लागेको थियो कि, जस्तै यहाँनिर एक्सप्लेन फलोइङ भेक्टर फङ्सन विथ अप्रोप्रिएट इक्जाम्पल इन्क्लुडिङ इफेक्ट और चेन्जेस इन द एट्रिब्युट टेबल भनेको छ। अब त्यसको लागि यो बफर भनेको छ, डिजल्भ भनेको छ, युनियन भनेको छ, इन्टरसेक्सन भनेको छ। युनियन इन्टरसेक्सन हेरिसक्यौँ, बफर हामी भोलिको दिनमा पढ्छौँ। यो डिजल्भ भन्ने छ है, डिजल्भ पनि छ। डिजल्भलाई चाहिँ हामी एकचोटि यसमा सर्ट हेरिहालौँ। क्लोज गरौँ।
डिजल्भको लागि हामी कुनबाट युज गरौँ भने डिस्ट्रिक्टको डेटा हेरौँ। डिस्ट्रिक्टको डेटा डिस्ट्रिक्ट मात्रै छ, स्टेट कोड छ। ओके, यो डिजल्भ भन्ने चाहिँ तपाईँले सिम्पली यहाँनिर जियो प्रोसेसिङमा गएर जानुभयो भने यहाँ क्लिप, बफर, इन्टरसेक्ट, युनियन, मर्ज र डिजल्भ भन्ने छ। यो चाहिँ एकदम यो जिआइएसमा धेरै नै युज गर्ने भएको भएर यो टुल्सहरूलाई चाहिँ यहाँनिर कम्पाइल गरेर राखेको है। यो डिफ्रेन्ट यहीँबाट आउने हो, डाटा म्यानेजमेन्टबाट आउँछ जस्तो लागेको छ। त्यो उसको चाहिँ यो टुलहरूलाई चाहिँ एकदम धेरै युज गर्ने भएको भएर यसलाई कम्पाइल गरेर राखेको छ। बफर भन्ने भोलि हामी पढ्छौँ, प्रोक्सिमिटी एनालाइसिसमा गयौँ। अब क्लिप भन्ने हामीले एक्सट्र्याक्सन टुल आज युज गरिहाल्यौँ, इन्टरसेक्ट पनि गऱ्यौँ, युनियन पनि गऱ्यौँ। यो मर्ज भन्ने र डिजल्भ भन्ने छ। यो मर्ज भन्ने अप्सन पनि तपाईँले यो फिचरको जस्तो यो सबै डेटाहरूलाई चाहिँ एउटै जियोमेट्रीमा लानु पऱ्यो भने तपाईँले त्यसलाई मर्ज भनेर गर्न सक्नुहुन्छ है। जियो प्रोसेसिङ गर्ने, मर्ज गर्ने। इनपुट डाटा सेटमा मैले डिस्ट्रिक्ट भनेर हालेँ र यो डिस्ट्रिक्टको आधारमा चाहिँ अब यो डेटालाई ओभरअल नेपालको चाहिँ आउटर बााउन्ड्री बनाउनु पऱ्यो भने तपाईँले यसलाई चाहिँ एज अ मर्ज भनेर यसरी गरिदिनु भयो भने ओके त्यहाँनिर हामीले चुज गर्नुभएको थियो मर्ज भन्ने, इनपुट डाटा सेटमा डिस्ट्रिक्ट गर्ने। अनि कुन चाहिँ आधारमा गर्ने त यसमा डाटा चाहिँ डिस्ट्रिक्टको डाटा मर्ज गर्ने हो कि होइन, अब्जेक्ट आइडी गर्ने हो कि, त्यो अनुसारको डेटाहरू चाहिँ हामी यहाँनिर सेट गर्छौँ। यसमा यसको काम भनेको द इनपुट डाटा सेट द्याट विल बी मर्ज टुगेदर इन्टु अ न्यू आउटपुट डाटा सेट। इनपुट डाटा सेट क्यान बी पोइन्ट, लाइन, पोलिगन, फिचर, क्लासेस, टेबल। यो र हामीसँग यतापट्टिको चाइना अथवा नेपालको त्यस्तो खालको डेटाहरू छ भने चाहिँ यसलाई मर्ज भन्छ है, एउटैमा ल्याउँछौँ। जस्तो यो यसको काम भनेको चाहिँ स्पेसियल एक्सटेन्ड। मसँग एउटा मैले यसलाई सेलेक्ट गरेँ, सेलेक्सन क्रिएट लेयर फ्रम सेलेक्टेड फिचर गरेँ। अनि सिमिलर मैले यतापट्टिको एडजस्टेन्ट चाहिँ यो चाहिँ यो डिस्ट्रिक्टबाट चाहिँ मैले दुईवटा लेयर बनाएँ। एउटा यतापट्टिको पोर्सन मात्रै छ होइन, मेरो एउटा रिजन चाहिँ यतापट्टिको कभर गरेको छ स्पेसल एक्सटेन्ड। अनि अर्को डाटा छ हामीसँग यतापट्टिको यो पोर्सन मात्रै कभर गर्छ भने यो दुईवटालाई एउटै लेयरमा कम्बाइन गर्नु पर्यो भने हामी मर्ज गर्छौँ कि है। यस्तो केसहरू चाहिँ यो क्याडेस्ट्रलको ग्रिड सिटहरू छुट्टा छुट्टै सिटमा म्यापिङ गरे हुन्छ। त्यो डिफ्रेन्ट सिटहरूलाई चाहिँ कम्पाइल गर्नु पर्यो, एउटैमा कम्पाइल गर्नु पर्यो भने तपाईँले त्यतिखेर चाहिँ यो टुल युज गर्नुपर्ने हुन्छ। जस्तो अहिले यसमा यसको पनि एट्रिब्युट भ्यालु यस्तै तरिकाले छ होइन, कोलम स्टेट डाटा यस्तै खालको छ, सेम डेटा छ। यतापट्टिको अर्को चाहिँ सेम एट्रिब्युट टेबलमै कम्पाइल भएर बसेको छ भने अब यो दुइटै स्पेसियल एक्सटेन्ड भएका डिफ्रेन्ट लेयरलाई चाहिँ एउटै लेयरमा कम्पाइल गर्नु पर्यो भने त्यतिखेर चाहिँ यो युज गर्नु पर्यो। जियो प्रोसेसिङमा जाने मर्ज भन्ने, अनि यसमा चाहिँ यो सेलेक्सन 1 र सेलेक्सन 2 दुईवटै डेटा चाहिँ इनपुट दिएर हामी यसलाई ओके गरिदियो भने यो डाटा यसमा ट्रान्सफर भयो है। अनि यसको एट्रिब्युट हेर्नु भने अघिको जुन हाम्रो कमन फिल्ड थियो नि, त्यो कमन फिल्डमै त्यो भ्यालु गएर चाहिँ यसमा रेकर्ड अपडेट हुने हो। जस्तो सेलेक्सन 2 को यहाँ एट्रिब्युट हेर्नुभयो भने 5वटा थियो होइन, डिस्ट्रिक्ट सेलेक्सनमा त्यसरी 11वटा थियो। यो 5 र 11 गरेर जोडेर चाहिँ टोटल मर्ज भएर 16वटा यसरी फिचर बनेको छ। तर हामीले युनियन गरे भए के हुन्थ्यो हेर्नु त, यसको र युनियन भनेको त अप्सन उस्तै हो नि त होइन। हामीले युनियन गर्दाखेरि अघि ए प्लस बीको गर्दाखेरि कमन एरिया प्लस बाँकी भएको दुइटैको एरिया भनेर त्यसरी गरेको थियो। अब यसलाई युनियन गर्यो भने चाहिँ
यो दुईटा लेयरलाई सिलेक्सन 1 अनि फेरि सिलेक्सन 2 ल यसलाई युनियन गर्नु हो भने चाहिँ एक्सटेन्ड त त्यही नै आयो हैन यो मर्जबाट आएको रिजल्ट र मर्जबाट पनि त्यही नै रिजल्ट आएको थियो युनियनबाट पनि त्यही आयो तर यसको एट्रिब्युट टेबल हेर्नुभयो भने पछाडिपट्टि गएर अर्को टेबलमा चाहिँ जोडियो अब नि त 16 आयो हैन यसमा चाहिँ टेबल ए प्लस टेबल बी भन्ने तरिकाले आयो टेबल ए प्लस टेबल बी भन्ने तरिकाले आयो अहिलेकोमा चाहिँ हाम्रो एउटै लेयर एउटै डाटा टेबल भएको भएर यसमा भएको यो फिल्डको डाटा टाइप अनि खेर फिल्डको नेम अनुसार एउटैमा डाटा चाहिँ मर्ज गरेर बस्यो है यसको फाइदा चाहिँ यो हो अब त्यो सिटमा चाहिँ जस्तो क्याडेस्ट्रलको डाटाहरू चाहिँ पार्सल नम्बर भन्ने त एउटा कलम हुन्छ नि अब पार्सल नम्बर भयो भने त्यही पार्सल नम्बर दुईवटा सिटको चाहिँ पार्सल नम्बर गएर एउटै कलममा गएर बस्ने भयो तर युनियन गर्नुभयो भने तपाईँले एउटाको पार्सल नम्बर यसमा पाउनुहुन्छ होला अर्कोको पार्सल नम्बर चाहिँ अर्को कलममा पाउनुहुन्छ त्यसरी चाहिँ डाटा अर्गनाइज हुनुभएको भएर फेरि फर्दर त्यो एट्रिब्युट टेबलहरू चाहिँ हामीले म्यानेज गरिराख्नुपर्ने भयो अपडेट गर्नुपर्ने हो अथवा एडिट गर्नुपर्ने हो त्यो केसलाई चाहिँ अपडेट गर्नको लागि यो मर्ज भन्ने टुलहरू दिएको छ स्पेसल फिचर पनि सँगै त्यहाँनिर मर्ज हुने प्लस त्यसमा कमन नेम भएको एट्रिब्युट फिल्ड छ अथवा त्यसको डाटा टाइपहरू चाहिँ मिलेको छ भने त्यही टेबलमै चाहिँ डाटा रेकर्डहरू मात्रै इन्सर्ट हुँदै जान्छ तलतिर है यसरी यसमा टेबल 1 प्लस टेबल 2 भएको छैन कि टेबल 1 मा चाहिँ रेकर्ड 1 प्लस रेकर्ड 2 भयो है यो चाहिँ यसको डिफरेन्स छ मर्जको त्यसरी भयो मल्टिपल सिटमा डाटाहरू छ भने त्यसलाई कम्पाइल गर्नुपर्यो भने हामी यसरी मर्ज गर्छौँ भन्ने कुरो बुझिराख्नु होला अथवा एउटा एडजासेन्ट पालिकाको चाहिँ ल्यान्ड युजको डेटा छ अनि अर्को पालिकाको छुट्टै तपाईँसँग लेयर छ भने दुईटैलाई कम्बाइन गर्नुपर्यो भने त्यो डेटालाई चाहिँ मर्ज भनेर लाउनु पर्यो युनियन गर्नुभयो भने दुईटाको टेबल चाहिँ छुट्टा छुट्टै कोलममा ब्रेक हुन्छ र पछि फेरि एट्रिब्युट टेबल चाहिँ मिलाइराख्नुपर्ने हुन्छ सो अर्को डिजल्भ भन्ने छ डिजल्भले चाहिँ यो मल्टिपल जुन डेटा छ त्यो डेटालाई चाहिँ एग्रिगेट गर्ने काम गर्छ हामीले दिएको डिजल्भ फिल्डको अप्सन अनुसार ठिक छ जस्तो मसँग यहाँनिर अहिले के छ यो डिस्ट्रिक्ट भन्ने मैले अरू लेयरहरू सबै अहिले अफ गरेँ यो डिस्ट्रिक्ट भन्ने अप्सन छ यो डिस्ट्रिक्टमा चाहिँ तपाईँले डाटालाई पालिका के अरे प्रोभिन्स अनुसारको मलाई लेयर क्रिएट गर्नु पर्यो भने यो डिस्ट्रिक्टको डाटा युज गर्न सक्नुहुन्छ इफ त्यहाँ चाहिँ यो एट्रिब्युट टेबलमा त्यो पालिका अथवा प्रोभिन्स भन्ने कोलम कुनै छ भने अथवा ग्रुपिङ गर्ने कुनै फिल्डहरू छ भने त्यसको आधारमा त्यो डेटालाई चाहिँ एग्रिगेट गर्ने काम गर्छ जस्तो यो सुदूरपश्चिमको लागि यतातिरको यो डेटाहरू कतिवटा जिल्ला छ त्यो जिल्लाहरू चाहिँ कम्बाइन गरेर चाहिँ मलाई प्रोभिन्सको लेयर क्रिएट गर्नु पर्यो डिस्ट्रिक्टको डेटा युज गरेर प्रोभिन्सको लेयर क्रिएट गर्नु पर्यो भने तपाईँ त्यस्तो प्रोसेसमा यो जियो प्रोसेसिङ टुल लगाउँछौँ त्यसमा डिजल्भ जान्छौँ अनि यसमा इनपुट दिन्छौँ डिस्ट्रिक्ट अब डिजल्भ फिल्ड चाहिँ यहाँनिर चुज गर्नु पर्यो यदि कुनै पनि चुज गरेन भने भए जतिको यो जुन सेपहरू छ त्यसलाई चाहिँ डिजल्भ गरेर होल नेपालको आउटर बााउन्ड्री बराबरको जियोमेट्री चाहिँ यसले रिजल्भ गर्छ कुनै फिल्ड चुज गरेन भने जस्तो अहिले मैले यहाँनिर यो फिल्ड कुन चाहिँ फिल्डको आधारमा डेटालाई चाहिँ एग्रिगेट गर्ने भन्ने अप्सन दिएन भने यसले के गर्छ भन्दाखेरि नयाँ लेयर क्रिएट गर्छ भए जतिको त्यो सबसेट गरेको अथवा त्यो जुन बााउन्ड्री गरेको हामीले त्यो पोलिगनलाई चाहिँ डिफ्रेन्ट पार्टमा डिभाइड गरेको थियौँ त्यो सबैलाई चाहिँ एग्रिगेट गरेर एउटा सिङ्गल फिचर बनाउँछ है यसको एट्रिब्युट हेर्नुभयो भने सिम्पल केही नै पाउनुहुन्न कतिवटा सेप छ पोलिगन हो केही पनि अब एट्रिब्युट चाहिँ सबै गइसक्यो होइन त यसमा एट्रिब्युट यति धेरै थियो हामीले त्यहाँनिर कुन चाहिँ फिल्डको आधारमा डिजल्भ गर्ने थाहा भएन भने नगर्ने भयो भने अथवा तपाईँलाई चाहिँ नेपालको मात्रै आउटर बााउन्ड्री इन्टरनेसनल बााउन्ड्री चाहियो भने त्यस्तो केसमा तपाईँले यो डिजल्भ भनेर यसरी कुनै पनि प्यारामिटर सेट नगरिकन गर्न सकिन्छ होइन यसबाट चाहिँ मलाई या प्रोभिन्सको डेटा छ त्यो प्रोभिन्सको डेटा अनुसार चाहिँ
डेटा क्रिएट गर्नु पर्यो अथवा त्यसलाई चाहिँ एग्रिगेट गर्नु पर्यो भने तपाईँले त्यसमा यो डिजल्भ फिल्ड भन्ने अप्सन छ, त्यो अप्सनलाई चाहिँ चुज गर्नुहुन्छ। जस्तो फर इक्जाम्पल यो प्रोभिन्स भन्नेमा कोशी प्रोभिन्स के राखेको छ नि होइन, 7वटा प्रोभिन्सको नाम। यसको आधारमा मलाई चाहियो भने यो डाटालाई टिक गरिदिन्छु यहाँ। यसको आधारमा त्यो डेटा चाहिँ हामी एग्रिगेट भएको रिजल्ट पाउँछौँ। यसलाई इनपुट दिएको थियौँ डिस्ट्रिक्टको। अब यसको चाहिँ एट्रिब्युट र सेपहरू चाहिँ सबै के को अनुसार आयो, हामीले दिएको सेट गरेको प्रोभिन्स अनुसार। त्यो प्रोभिन्स भनेको 1, 2, 5 बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम लेखेर छ। त्यो अनुसारको डेटालाई चाहिँ उसले एग्रिगेट गरेर थोरै नम्बर अफ डेटामा कन्भर्ट गर्छ। 77वटा जुन हाम्रो के अरे पोलिगन पार्टहरू थियो त्यसलाई चाहिँ डाउन गरेर कतिमा 7वटामा गयो। यसमा मल्टिपल फिल्डहरू पनि चुज गर्न सकिन्छ है। यसमा यहाँ हेर्नुभयो भने ओरिजिनल हाम्रो यो डेटा छ डिस्ट्रिक्ट। यसमा यो स्टेट कोड भन्ने पनि यो प्रोभिन्सकै कोड हो। अनि यसको रिस्पेक्टिभ यसमा चाहिँ प्रोभिन्स भन्ने छ। यो प्रोभिन्सवाला पनि सेम त्यसरी नै भ्यालुहरू फरक फरक छ। यो दुईटा फिल्डको आधारमा पनि हामी यसलाई एग्रिगेट चाहिँ गर्न सक्छौँ। डिजल्भ गर्ने, यसमा डिस्ट्रिक्ट दिने, अनि यो टिक लाउने चाहिँ तपाईँले स्टेट कोड अनि प्रोभिन्स। अब यसको अनुसार गर्नु पर्यो भने ल ओके गरिदिनुहोस्। सेम। अब यसमा चाहिँ त्यो अघि जुन हामीले दुईटा फिल्ड चुज गरेको थियो त्यो दुईटै फिल्डहरू चाहिँ एज अ एट्रिब्युट टेबल कोलमको रूपमा हामी रिजल्ट पाउँछौँ। सर यो टुलहरू सबै यसरी खोज्नुभन्दा सिधै सर्च गरे हुँदैन र भने? हुन्छ, तर यो कम्पाइल गरेको चाहिँ मैले भने नि ओभरले एनालाइसिस सम्बन्धी भन्नाले सर यो एक्जाममा यहाँभित्र यसरी पर्छ भनेर यो भन्नु त पर्दैन होला नि, सोध्यो भने? पर्दैन। त्यसको लागि त तपाईँलाई यहाँनिर डाइरेक्ट यो टुलले के गर्छ मात्रै सोध्ने हो त्यसको। तर भेक्टर एनालाइसिस के अरे ओभरले एनालाइसिस भनेको चाहिँ के हो भनेर सोध्यो, त्यसको माथि युज हुने टुलहरू भन्नुभयो भने चाहिँ तपाईँले यो युज गर्नु पर्यो भनेको जस्तो यति कुराहरू आउनु पर्यो। अनि सर यो के भन्छ ऱ्यान्डमली के भन्छ पास्ट क्वेसनहरूमा यो टुल एक्सप्लेन गर भन्छ नि, यो चाहिँ अब कसरी थाहा पाउने के? होइन, यसमा त धेरै त्यस्तो अनलिमिटेड टाइपको टुल्सहरू त छैन नि सर। लिमिटेड सर्टेन नम्बर अफ टुल्स छैन भन्नाले सर यही पोर्सनबाट यति टुल बढे पुग्छ भन्ने जस्तो केही छ र? पुग्छ। मैले भने नि अब यसमा चाहिँ यो ओभरले एनालाइसिस नै भनेर सोधिरहेछ, त्यसमा यति टुल भएर पुग्छ होइन। अनि यसमा यहाँनिर मैले जियो प्रोसेसिङमा भएको यो मर्ज र डिजल्भ भन्ने एक्स्ट्रा दुईटा टुल एकदम धेरै युज गर्ने भएको भएर त्यो प्लस बफर भन्ने भइहाल्यो। अनि यसमा चाहिँ यो पोइन्ट डिस्टेन्स भन्ने सर्टेन के होला, त्यो बाहेक अरू खासै त्यस्तो धेरै सोध्दैन। हुन्छ सर है, तपाईँको त्यो कोर्स कन्टेन्ट चाहिँ त्यतिसम्म कभर गर्ने भएको भएर टुल्सहरू यस्तै मात्रै आउँछ। अथवा रिक्लासिफाइड टुलले के गर्छ त्यस्तो खालको आउन चाहिँ फेरि तपाईँले यता पछाडिको पढेको हुनुपर्छ, त्यसरी सोध्दैन। स्लोप एस्पेक्ट, हिल सेट यिनीहरू चाहिँ सोध्न सक्छ। फोकल स्ट्याटिस्टिक्स, जोनल स्ट्याटिस्टिक्स यो चाहिँ फेरि हाम्रो राष्ट्र डाटा सम्बन्धीको भएको भएर यो चाहिँ फेरि फरक छ। त्यही भएर यो हाम्रो सरले के गर्नुहुन्छ भन्ने कुरै कन्ट्याक्टै हुन सकेको छैन। सर त्यति फोन खै रिसिभ गर्नुहुन्न कि के हो, अलिक गाह्रो परेछ है। बफर, इन्टरसेक्सन, जनरल स्ट्याटिस्टिक्स, लोकल अपरेसन सच एज मिन सम भनेको छ। यो चाहिँ त्यो स्ट्याटिस्टिकल कुराहरूको दिएको छ। पास्ट क्वेसनहरूमा त्यहाँभन्दा बाहेक त्यस्तो धेरै सोधेको छैन। सिक्सटिन मार्क्सको मात्र पनि सोधिँदो रहेछ त अनि बेला बेला। हजुर 16 मार्क्सको पनि सोधिँदो रहेछ कि यसमा त। 8वटा छ, 8वटाको 2 मार्क्स हो। त्यसमा तपाईँले त्यही मात्रै कुरा गर्नु पर्यो। सर्फेस एनालाइसिसमा के गर्छ, स्लोप कसरी क्यालकुलेट गर्ने,
एस्पेक्ट भनेको के हो? 2 मार्क्सको लागि त तपाईँको कति 4 लाइन 5 लाइन एउटा प्याराग्राफ त हो नि होइन? यस्तरी आयो भने चाहिँ फाइदै हुने रहेछ कि यसमा चाहिँ तपाईँले यो टुलले के गर्छ भन्ने कुरोसम्म चाहियो। समराइज जोनले के गर्छ, प्रोक्सिमिटी एनालाइसिसले के गर्छ, डिस्टेन्स कसरी क्यालकुलेट गर्नुहुन्छ। अब भेक्टर र राष्ट्र दुईटै कुरा लेख्न सक्नुहुन्छ। यो चाहिँ यसले यहाँनिर राष्ट्र स्पेसल फङ्सनको आधारमा भनेको छ भने अब राष्ट्र डाटालाई कसरी गर्छ त्यो कुराहरू मात्रै आउनु। डिस्टेन्सको लागि हामीले हिजो कुरा गरिसकेका छौँ यसको है, सेलको सेन्टरको कुरा गरेछ। यो तपाईँले सर फलो गर्नु पर्यो। यहाँ डिस्टेन्सको कसरी गरिन्छ त? पिक्सलको विथको कुरा गरिन्छ। योदेखि योसँग पिक्सल गऱ्यो भने 1 युनिट भन्ने भयो। डायगोनलको कुरा गर्नु भने √2 त्यो हाम्रो जुन के अरे p² + b² गरेर लाउँछौँ। यो डायगोनल डिस्टेन्स हुने भएको √2 को भ्यालु चाहिँ 1.44 भएको हो। यसले मल्टिप्लाई गर्नु पर्यो। कर्नरको कुरा गर्दा सेन्टरदेखि यता सेन्टरसम्मको लेन्थ। होरिजेन्टल र भर्टिकलको लागि चाहिँ पिक्सल काउन्ट नै भइहाल्यो। त्यसको कति छ स्पेसल लेन्थ। डायगोनल डिस्टेन्समा चाहियो भने तपाईँले त्यही √2 ले मल्टिप्लाई गर्नु पर्यो। त्यही कुराहरू छन्। यसलाई सरल पढ्नु पर्यो कि 2 मार्क्सको लागि नै आउँछ। त्यति नै अनुसार यहाँनिर कभर गरेको छ। यसलाई चाहिँ नोटलाई एकचोटि फलो गर्नु होला। ल यो डिजल्भको टुलको पनि प्रोसेसहरू त्यहाँनिर हामी यहाँनिर कुरा गरिसक्यौँ। अब यसको खासै धेरै गर्नुपर्छ जस्तो लाग्दैन। कुनै फिल्ड बेसिसमा हामीले डेटालाई चाहिँ एग्रिगेट गर्ने काम गर्छ यसले है। त्यति मात्रै हो यसको कुरा। जस्तो डिस्ट्रिक्टको लागि प्रोभिन्स होइन, तपाईँले गाउँपालिका नगरपालिकाको एरिया मात्रै कति गर्छ भनेर त्यसरी तपाईँले टाइप जिएन होइन, गाउँपालिका नगरपालिका महानगरपालिका भन्ने त्यस्तो खालको रिजन मात्रै चाहियो भने त्यसलाई पनि तपाईँले त्यो डिजल्भमा चाहिँ लगेर यो फिल्ड सेट गरिदिन सक्नुहुन्छ। यसमा जाने टाइप जिएन गर्ने यो अनुसारको डेटाले चाहिँ यो सबै गाउँपालिका होला मास्तिरको, यो चाहिँ नगरपालिका होला, यो महानगरपालिका होला। यसरी चाहिँ हामीलाई यहाँनिर डिफाइन यसको एट्रिब्युटहरू पनि गाउँपालिका महानगरपालिका कहाँ छ, नगरपालिका कहाँ छ, उपमहानगरपालिकाले कभर गर्ने एरियाहरू कुन कुन हो। त्यसरी चाहिँ यसरी जोनमा तपाईँ त्यो दिएको भ्यालुको कतिवटा छ क्लास त्यो सर्टेन के अरे एट्रिब्युट कोलममा त्यसमा भएको डेटा अनुसार चाहिँ उसले एग्रिगेट गरिदिन्छ। ठिक छ। आजलाई यति गरौँ न त। आज यति नै हो। अब यति नै हुन्छ। भोलि प्रोक्सिमिटी एनालाइसिस भनेर यो सम्बन्धीको यो बफर एनालाइसिस भन्ने छ नि, भोलि हामी यसमा गर्छौँ। भोलि पनि सबैजना उपस्थित हुनु होला। यो 2 मार्क्स 3 मार्क्स गरेर 16 मार्क्स 17 मार्क्स यसैमा आइरहेको देखिन्छ कि लास्ट क्वेसन हेर्नु पऱ्यो भने। त्यही भएर भोलि पनि क्लासमा सबैजना प्रेजेन्ट हुनु होला। प्रोक्सिमिटीको लागि भोलि अर्को डाटा कुनै युज गरौँ होला। भोलि हो प्रोक्सिमिटी एनालाइसिस गर्छौँ। अनि यसमा स्ट्याटिस्टिक्स पनि छ नि अघिको, त्यही अनुसार जोनको स्ट्याटिस्टिक्स कसरी गर्ने यो टुलहरू चाहिँ हामीले सबै सरसर्ती हेर्छौँ। ओके, केही अरू क्वेरी छ भने राखौँ, होइन भने आज यति नै गरौँ है। हस्, गुड नाइट। ओके सर, पर्दैन आजलाई, ल सक्यो।